बाबु ल राम्रोसँग गएस्। हामीलाई गरिबीले स्वयं बस्न दिएन। म यहाँ आएर राम्रोसँग घर सम्हालेर बस्छु। त राम्रोसँग कमाएस्। किन हिँड्दा फेरि हेलिकप्टर छुट्न लागिसक्यो भने राम्रोसँग गए है। ल बाबु दाइलाई सम्झाइदिनु होला है। ल राम्रोसँग जाऊ, फेरि मलाई गजबको आलु घडी किनेर ल्याइदियो नि विदेशबाट फेरि है त। बुहारी तिमी कहाँ जान्ला? घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ। बुढा हुँदा दुःखले कमाउने, बुढी यता अर्कै सरमाउने के भएको छ। यो कली युगमा के भएको छ। घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ। यो कली युगमा के भएको छ। घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ। घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ। आजसम्म खै माया छैन भन्दै हिँड्छन् मेरो विवाह छैन के भएको छ। यो कली युगमा के भएको छ। घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलन
बाबु बुहारीको निको चाल छैन त एकचोटि छिटो घर आइज यस्तो घटना घट्थेन समाजमा के भएको छ यो कली युगमा के भएको छ घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ बाँच्न सके सबैले लाजमा यस्तो घटना घट्थेन समाजमा के भएको छ यो कली युगमा के भएको छ घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ यो कली युगमा के भएको छ घरमा बुढा हुँदा हुँदै बाहिर माया लाउने चलनाको छ बाबु आकाशमा आएर जे पाइ नगर भनेर बाबुमाले भने मान्नुहोस् अब हामी कसको मुखेर बाँध्ने बुढेसकालमा हाम्रो सारा को छ भाउजू दाइलाई मैले जति सम्झाउँदा पनि लागेन एउटा केटीले भने जति पैसा दिन सकेन भनेर जेलमा हाल्दैछ अब हिजोकै डेटमा दाइलाई फाँसी हुने कुरा थियो मलाई माफ गर्नुहोस् भाउजू मैले दाइलाई बचाउन सकिनँ अब तैँले हामीलाई के गर्छ छिटो आफ्नो सजाय सिद्ध्याएर आइजो हामी तँलाई कुरेर भनेछौँ बाबु रासँग आफ्नो सजाय सिद्ध्याएर आइजो बाबु बुढेसकालको लौरो भनेको तै त हो नि